केही टाइम अगाडि चाहिँ मैले त्यो मकैको खोस्टाबाट चाहिँ फुल बनाएको थिएँ अनि त्यो फुल राख्नको लागि चाहिँ मलाई फुलदानी चाहिरहेको थियो अनि मैले चाहिँ माटोको फुलदानी बनाउनको लागि चाहिँ पहिला माटो रेडी गरेँ माटो रेडी भइसकेपछि चाहिँ यसलाई मैले बेलेर मसिनो मसिनो कोइलमा तयार गरेँ त्यसपछि राउन्ड सेपमा राखेर चाहिँ यसलाई बिस्तारै उठाउँदै लगेँ यो चाहिँ मैले एकै दिनमा उठाएको भएर चाहिँ हल्का टेढो टेढो बाङ्गो जस्तो अनि कतै फुकेको कतै सुकेको यस्तै खालको भएको थियो अनि बिस्तारै अनि अग्लो बनाउँदै लिएर गएँ त्यसपछि अनि यो तयार गरिसकेपछि चाहिँ यसलाई सुक्नको लागि 1 हप्ता जति लाग्यो अनि सुकिसकेपछि यसलाई मैले गरेँ बेक गरिसकेपछि अब पालो थियो कलर लगाउने कलर चाहिँ मैले त्यो व्हाइट र अनि त्यसपछि हल्का लाइट ब्लूमा चाहिँ मिक्स गरेर चाहिँ राम्रोसँग लगाउँछु भनेर सोचेको थिएँ तर मैले जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ भएन अलि टाटी पाटी जस्तो भयो राम्रो चाहिँ देखिरहेको थिएन भयो नि अब यो पटकलाई चाहिँ यत्तिकै छोडिदिन्छु अनि पछि कलर चेन्ज गर्नु मन लाग्यो भने चाहिँ गरौँला भनेर चाहिँ मैले यत्तिकै छोडिदिएँ अनि तयार भइसकेपछि चाहिँ मैले तयार गरेर राखेको फुल यसमा राखेँ